के हजुरलाई लागेको छ कि आफ्नो कुकुर चाहिँ अन्ध पो हुँदैछ कि उसलाई देख्न पो गाह्रो हुँदैछ कि यो कुरा थाहा पाउन चाहिँ हजुरले एउटा साधारण टेस्ट गर्न सक्नुहुन्छ जसको नाम हो पुपिलरी लाइट रिफ्लेक्स। जब चाहिँ तपाईको कुकुर कतिबाट लड्छ है त्यति बेला ब्रेन इन्जुरी भएको हुन सक्छ या त कति कुनै बेला शक पोइजनिङ या त इन्क्रिज इन्ट्राक्रैनियल प्रेसर थाहा पाउनको लागि पनि हामी पुपिलरी लाइट रिफ्लेक्स गर्न सक्छौं। अब यो कसरी गर्ने भन्दा चाहिँ पहिला त कुकुरलाई शान्त राख्ने, त्यसपछि एउटा आँखामा चाहिँ हजुरको पेन लाइट होस् या त हजुरको मोबाइलको टर्च लाइटले उज्यालो दिने। र पिक्चरमा देखाएको हेर्नुस् त यो रिजनले भन्छ प्युपिल, र यो प्युपिल चाहिँ तुरुन्त सानो भयो या त रियाक्सन कति छिटो आयो है हेर्ने, त्यो कुरा हेर्ने, र अर्को आँखामा पनि त्यस्तै क्रस रियाक्सन पनि गर्ने र दुवै आँखाको चाहिँ हामीले तुलना गर्ने। यो भिडियोमा हेर्नुहोस् त एकचोटी। यस सन्दर्भमा चाहिँ के भयो भन्दाखेरि जब हामीले चाहिँ पेन लाइट उसको आँखामा लायौं तब चाहिँ रेटिना हुँदै क्रेनियल नर्भ सेकेन्ड अप्टिक नर्भबाट चाहिँ ब्रेनसम्म इन्फर्मेसन पुग्छ र ब्रेन स्टिमबाट चाहिँ अकुलोमोटर हुँदै आइरिसलाई संकुचित गराइदिन्छ जसले गर्दा चाहिँ प्युपिल चाहिँ कन्स्ट्रिक्ट हुन्छ। पुपिलरी लाइट रिफ्लेक्स एउटा सामान्य तर एउटा प्रभावकारी टेस्ट हो जसले चाहिँ हाम्रो आँखा र दिमाग बीचको कनेक्सनलाई चाहिँ झल्काइदिन्छ। र अर्को भिडियोमा चाहिँ हामी पाल्पेबल लाइट रिफ्लेक्सको बारेमा बताउने छौं, त्यही भएर फलो गर्नु होला।